हेलो गाइज, नमस्ते सबैजनालाई वेलकम छ। आज चाहिँ 2082 कार्तिक महिना 2-3 गते हामी हामी फ्यामिली चाहिँ हाइकिङ जाँदैछौँ। अब हेरौँ कस्तो हुन्छ। हामी चाहिँ आज सूर्यविनायकदेखि चाहिँ कहाँ जाने हामी रानीकोट जाँदैछौँ। हेरौँ कस्तो हुन्छ। हाम्रो हाइकिङ जाने साथीहरू यस्तो छ है। बाटो चाहिँ स्टार्ट भइसक्यो, हामी हिँडिसक्यो होइन। अनि हाम्रो चाहिँ सबै यो हाइकिङको टिम चाहिँ सब हाम्रो फ्यामिली मेम्बर हो है। म अहिले एकछिनमा तपाईँहरूलाई सबजनालाई देखाउँछु। हामी त गणेशस्थान पुग्न लागिसक्यौँ। शीतल देख्नु हुँदैन मान्छेले कुन लागि। यो चाहिँ हाम्रो हाइकिङको एकदम डन हो। रेस्क्यु टिम रेस्क्यु पर्सनमा पर्छ। टुरिस्ट काजल राई, ऊ चाहिँ टुरिस्ट हो, विदेशदेखि आएको। ट्विन्स गङ्गा जमुना अनि हाम्रो नाना ओएमजी रोमन राई होसियार। के हो नाना, गाह्रो भयो? बस्ने बेला भइहाल्यो। खासै यो पारा त हाइकिङ त ट्रेकिङ त जस्तो छ नि त यार। त्यसरी हिँड्नुपर्छ र हाइकिङ गर्ने त। ल यो चाहिँ हो क्या। कहाँ हिँडेको रोमन हामी? चुचेढुङ्गा आधी घन्टा त हो नि। हो अनि के कुन बाटो जाने रे? हामी चाहिँ अब हाम्रो के छ भने हामी चाहिँ अहिले ट्र्याक्टर लाएर गणेशस्थान पुग्यौँ, सूर्यविनायकको गणेशस्थान मन्दिर। अब हामी चाहिँ यता देब्रे साइडतिर लाग्यौँ। टेम्पोमा नि रहेछ अहिले त यहाँनिर। भरे गाह्रो भयो भने टेम्पोमा आउँदा पनि हुने रहेछ। लड्यो हो अलि बिस्तारै हिँड्नु पर्दैन आमामा। यो ढुङ्गामा चिप्ल्यो क्या बिचरा। एकछिन चुप लागिमा ठिक हुन्छ है। रोकेर लैजाऊ न उसलाई। एकछिन दबाई एकछिन मुभ लाइन्छ, दबाई लाइन्छ। कति हतार हो क्या फेरि, बिस्तारै हिँड्नुपर्छ। बिस्तारै पोल छ है काजल, साइड साइडमा त लगाइदिए बिचरा। बिस्तारै लैजाऊ बिस्तारो। बच्चा लडेछ गाइस। यहाँबाट कति धेरै यो यस्तो ढुङ्गामा यस्तो चिप्ले छ क्या। रमाइलो लागिरहेको छ अहिले होइन। अहिले एकछिनमा हेरौँ न के हुन्छ। अहिले एकछिन अहिले त रमाइलो लागिरहेको छ नि होइन। हाम्रो नाना नि एकदम कुल खालको रहेछ, कुल खालको छ होइन। म त एकदम हिँडिरहने बाटो हो यो जहिले पनि। म राइड गर्दा नि यो बाटो कति हिँडिरहेको हुन्छु। तर हजुरहरूलाई थाहा छ यहाँनिर बाघ पनि लाग्छ नि, चितुवाहरू के। ठुलो बाघ त थाहा छैन, तर चितुवाहरू चाहिँ यहाँ मान्छेहरूले कति भेटिरहेको हुन्छ। आज हामीले चाहिँ भेट्दैनौँ होला सायद, धेरैजना छौँ। स्कुल बन्द रहेछ। स्कुल चाहिँ यो तलकै होला सायद। के हो त्यो रातै त खान्छ अरे नि त। यो बलै जस्तो छ त। के हो यो? तरकारी खाने हो कि के हो? के भन्छ नि यसलाई? त्यो हो के हो? ओएमजी यहाँ त अरिगाल पनि रहेछ है, देख्नु? ओहो
जङ्गल पस्दै भएको थिएन अरिङ्गालको गोलातिर पुगिसक्यो। यहाँ चाहिँ एउटा सानो घुम्ती पसल रहेछ। भरे झर्दा चाहिँ बस्नुपर्छ यहाँनिर। बस्ने ठाउँ पनि कस्तो राम्रो रहेछ नि, शीतल शीतल पनि रहेछ। हामी अहिले झर्दा बस्ने हो। अब चाहिँ हाम्रो यात्रा सुरु भयो है। अब चाहिँ उकालो जङ्गलको बाटो लागिसक्यो। अहिले थोरै थोरै मात्रै थियो, अब चाहिँ जङ्गलै जङ्गल हो। यता चाहिँ डोलेश्वर जाने बाटो हो यो चाहिँ। अब चाहिँ हाम्रो रानीकोट जाने बाटो छुट्यो है गाइस, होइन त रोमन? आइपुग्यो अरे। बोर्ड पनि के यो अस्ति जेन्जीको पालाको हो कि क्या हो, डढाइदिएको। जेन्जीमा परे जस्तै पनि पीडित रहेछ बिचरा। साथी हो, हजुरहरूले एउटा कुरा नोटिस गर्नुभएको छ? हेर्नु नि, अब सब यताउतामा रमाउँछन् होइन, झुमिन्छन् होइन। तर यहाँ एकजना हाम्रो यो ट्रेकिङ टिमको एकजना हुनुहुन्छ कि होइन, मेम्बर चाहिँ उहाँ चाहिँ आफ्नै तरिकाले है, किनकि अलिक कमजोरी हुनुहुन्छ नि त, त्यही भएर आफ्नै तरिकाले स्लो मोसनमा हिँडिरहनुहुन्छ। देखाइदिन्छु म एक्ज्याक्टली हिँडेको देखाइदिन्छु है। यहाँ हेर्नु ब्लगर मिस्टर ब्लगर यसरी हिँड्छ क्या। मिसले वाट इज दिस? यो अदुवा हो कि क्या? अदुवा हो र? होइन। पानीले पानी 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 खाम पानी पानी पनि हामी त घरैदेखि बोकिरहेको छौँ। झ्याम्पे डाँडा चाहिँ पुगिन्छ कि? बुवा नमस्ते, सन्चै हुनुहुन्छ? कहाँसम्म हिँड्नुभयो? झन्डै लड्नु। कहाँसम्म हिँड्नुभयो बुवा? सँगै जाऊँ न, बिस्तारै जाऊँ न, बिस्तारै। तपाईँ लास्टै कुद्नुभयो क्या, म कुदेर आएको तपाईँले भेट्नलाई। ए सँगै जाऊँ ल। झ्याम्पे डाँडा त्यतै हो बस्ने तपाईँ। बुवा चाहिँ कस्तो फास्ट हिँड्नुहुँदो रहेछ क्या, हेर्दा सानो भए पनि छरी त ज्यान रहेछ। मैले कुदेर कुदेर बल्ल बल्ल भेटेको उहाँलाई। बुवा तपाईँलाई अरिङ्गाल थाहा छ? अरिङ्गाल यतातिर छ कि छैन? छैन क्या? कस्तो रमाइलो है, गीत गाउँदैछन्, गीत गाउँदैछन्। अहिले कहाँ पुगेर आउनु भएको बुवा? ए अनि यहाँ उकालो टेम्पो जान्छ त, टेम्पोमा चढेर जानुपर्छ नि। ए कति मिनट लाग्छ यहाँदेखि झ्याम्पे डाँडा पुग्नु? आधा घन्टा अझै? हामी त रानीकोट चुचे ढुङ्गासम्म हिँडेको, कति टाइम लाग्छ होला त्यहाँसम्म पुग्नु? हाम्रो यो पाराले 1 घन्टामा पुग्छौँ त। हो ओके, हामी आशा गर्छौँ चाँडै पुगेर चाँडै झर्छौँ। हजुर रानीकोट चुचे ढुङ्गा। कति टाढा हो रानीकोटदेखि चुचे ढुङ्गा? रानीकोटभन्दा मुनि पर्छ। मुनि पो हो? ए रोमन रानीकोट भन्दा मुनि रहेछ चुचे ढुङ्गा त। ए ओके छ ल, हामी बिस्तारै जाम्ला नि होइन? के छ त होइन, के छ त विचार होइन? हतार छ त छैन नि होइन? शीतल शीतल हुन्छ। हेर हाम्रो बाजे उहाँ कडा हुनुहुन्छ, कसैले तगडा हुनुहुन्छ रहेछ। हामीभन्दा नि तगडा हुन्छ नि हो।
यो त बिस्तारै हिँड्यो आज सानेपा पुगेर आउनु भएको दुईजना हजुर बिहानै जानु भएको बुवाहरू खाऊ फास्ट कति फास्ट हिँड्नु भएको क्या म त कुदिरहेको छु त्यो पनि भेट्दिनँ हाम्रो आदि त ऊ देखिँदैन पनि रहिसके तले म चाहिँ बुवाहरूलाई भेटौँ भनेर कुदेको हेर्नै गाह्रो त्यही भएर हिँडेको फोटो खिच्दै हजुर हिँड्नु नि पर्छ नि होइन कहिले कहिले घरै पुग्नु त नि बेलुका छोटकोट बाटो गयो यो उकाल लाग्नुपर्छ हजुर रोडे गयो तपाईँहरू कुन बाटो जानुहुने हामी त रोडे जाउँ ए हामी पनि तपाईँहरूसँग रोड जान्छौँ नि त उकालो किन चल्नु भनेर ठाडो उकालो होइन पानी बाबा थाहा छ पानी बाबा हजुर थाहा छ यो बाटो छ बुवा कहाँदेखि छ उहीँसम्म उहीँ गेटमै पुगिन्छ कहाँदेखि छुट्टिन्छ यो माथि डाँडो बुवा अनि हजुरहरू सधैँ हिँडेर जाने हिँडेर झर्ने गर्नुहुन्छ होइन हामी कहिले काहीँ मात्रै हो हजुर यतै बस्छौँ हामी यतै बस्नुहुन्छ ए अनि झर्दाखेरि चाहिँ गाडीमा झर्ने कि होइन हिँडेरै हो हिँडेर झर्ने अनि सुरुबिनीबाट बस लाग्छ बस्ने अहिले पनि बसमा आयो त्यही त यो सूर्यविनायकदेखि यहाँ माथि घापे डाँडा यो तल चाहिँ हिँडेरै गर्ने यहाँबाट भाडा गाडी लाग्दैन नि टेम्पो त लाग्ने रहेछ त अहिले टेम्पो लाग्छ कति रहेछ बुवा टेम्पोको भाडा 80 ए 80 एकजनाको शीतलबाट हिँडौँ यताबाट हिँड्नु बुवा तलबाट कहाँ शीतल कति वर्षको उमेरदेखि बस्नु भएको बुवा यता बच्चे यतै जन्मिनु भएको हो होइन मेरो पुर्खौली चाहिँ धादिङ नानी ए धादिङको हो यहाँ अलिकति जग्गा लिएर रमाइलो ठाउँ छ डाँडो भनेर हजुर हावा पानी राम्रो भनेर अनि आएर बसेको अलिकति जग्गा लिएर ठिकै छ त पुर्खौलीमा बस्न रहर पुग्यो है धादिङ कुन ठाउँ हो सबै देउराली सीता पाइलाबाट जाने भेडुङ्गा हुँदा सीता पाइलाबाट हो यता रमाइलो छ है बुवा यतै रमाइलो चिसो मौसम होइन यहाँ आनन्द छ घुम्न आउँछन् मान्छेहरू ओ होटेल पनि छ कि हजुरको होइन होटेल छैन घर मात्रै बनाएर बस्नु भएको घर मात्रै टस हालेर बनाएको छु ए भइहाल्यो त बस्नुलाई होइन यो चाहिँ पाइलट बाबा जाने सर्टकट बाटो रहेछ अनि यो चाहिँ यताको बाटो चाहिँ जम्मा 15 मिनटको मात्रै फरक छ अरे सो हामी यतैबाट जाने निर्णय गऱ्यौँ राम्रो बाटो नै है त के हतार छ र बुवा हजुरहरूलाई छैन नि त हामी बिस्तारै जान्छ आइपुग्यो है हाम्रो टिमहरू देख्नुभयो गीत गाउँदै रमाउँदै खेल्दै रमाइलो भइरहेछ नि होइन ओके हामी चाहिँ यहाँ आएको 10-15 मिनट भइसक्यो हाम्रो टिमहरू चाहिँ बल्ल बल्ल आइपुग्यो अनि यहाँ एकछिन बिसाउन लागेको ऊ माथि पनि छन् रमाइलो लागिरहेछ के हो अलि मुख त अलिक हँसिलो छ नि त कस्तो छ त ट्रिप कस्तो हुँदैछ Very good. भेरी गुड Yeah. हाउ आर यु I'm good. गुड रमाइलो भइरहेछ नि होइन काजल ओए कस्तो भइरहेछ Hi, it's amazing. मजाले हिँड न नानी एकछिन आफै ल जाम हेर त यहाँनिर दरम हो
दरेम दरेम घामझरको बाटोमा दरेम दरेम ल दरेम दरेम गर्दै 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 दरेम दरेम तान्दाखेरि मान्छे चाहिँ तल गइरहेमा झोला चाहिँ माथि अनि यो चाहिँ मामा घर हिँडे हो के हो कसैले त टन्नै बोकेछ त हो मामा घर हिँडे हो के हो त मामा घर हिँडेको कसैले बोक्दै कस्तो राम्रो भ्यू देखिने रहेछ त नि यस्तो छ है गाइज हाम्रो चाहिँ खतरा ट्रिप छ आज रमाइलो भइरहेछ आधी बाटो पुगेको छैन 1 घन्टा भइसक्यो घरदेखि हिँडेको कस्तो राम्रो बाटो लु बुवा नाच्नु नाच्नु लु नाच्दै नाच्दै हिँड्ने हो क्या धेरै राम्रो पो आउने रहेछ त नाचौँ है नाचौँ बुवा नाचौँ 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 सतीश कति खुसी है यतिको खुसी हुनुपर्छ नि त झन् माथि गयो झन् राम्रो राम्रो भ्यू आउन थाल्यो ओहो हिमाल हिमाल डोलेश्वर मन्दिर पर कुनाको है के हो डोलेश्वर मन्दिर गाइस हामी आइपुग्यो घामले डाँडाको यो मोडमा आइपुग्यो मोडमा अझै धेरै बाँकी छ पुग्नलाई अनि यो चाहिँ पाइलट बाबा हो यो बाटो त पाइलट बाबा जान्छ है गेट हामी चाहिँ यता हो जाने यो बाटो ओहो यहाँ त बोतल कति धेरै फुटाएको रहेछ नि त कस्तो राम्रो रहेछ नि वाह कस्तो राम्रो ओहो कति राम्रो पो रहेछ त गुन्डुकै गुन्डु यो गुन्डु हो ल हामीसँग आउनु भएको बुवाहरू त जानु लाग्नु भयो त है लु जानुभयो बुवाहरू त कस्तो राम्रो हो है उयो छ है यो गुन्डु त्यही हो यो अब सेन भएको ओहो यहाँदेखि पो भक्तपुर त सबै देखिने रहेछ त नि यो काठमाडौँ यो भक्तपुर ऊ त्यो सोह्रतले यो पनि भक्तपुरै हो नि गाजर उहाँ पर मात्रै धरहरा देखिरहेको रहेछ So finally I'm very grateful and happy. कस्तो राम्रो देखिएको है क्लियर के ओहो यो रातो रातो जति सब भक्तपुर हो भक्तपुरको घर सब रातो हुन्छ
रिसोर्ट बन्द रहेछ राम्रो राम्रो ओहो यहाँ हेरौँ न झन् यसमा त झन् भाले नै छ भाले भाले हेलो ए अब चाहिँ भ्लगरहरू यहाँ स्टार्ट भइसक्यो अनि हामीले यहाँ ओहो बाइक रोकेर हाई भनेर भनेको अहिले आएर चाहिँ अलिअलि लाखापाखा लाग्न थाले यिनीहरू से ए अलिअलि आफू आफू हिँड्न थालेछ अहिले आएर चाहिँ लास्टमा अलिक भोक लाग्न थालिसक्यो रे अब हामी खाने ठाउँमा पुग्न लागेछौँ कस्तो लागिरहेछ काजल के हो आँसु आउनु लाग्यो घामबाट आएको छ कि छैन तिमीहरू योभन्दा अगाडि छैन साथै घाम भयो हेर्न लेट्स गो फलो मी गाइज फलो मी गाइज फलो मी हामी घ्याम्बे डाँडा पुग्यो गाइस यही हो घ्याम्बे डाँडा चाहिँ अनि घ्याम्बे डाँडाबाट देखिने भ्यू चाहिँ यस्तो छ त्यहाँ पर छ घ्याम्पो त्यो होटेल यो पारी भित्तामा रहेको चाहिँ होटेल हो नयाँ होटेल बनिरहेको छ भिरमा अब बनिसकेपछि चाहिँ एकचोटि जानु पर्ला यहाँनिर चाहिँ गर्मीमा आउन यति रमाइलो छ कि गाइस कुल छ होइन यहाँबाट चाहिँ उता काठमाडौँ सहर पनि सबै देखिन्छ ओहो कस्तो राम्रो फ्यामिली रेस्टुरेन्ट दामी ठाउँ रहेछ यहाँ बस्नलाई ओएमजी कति राम्रो ठाउँ हो कति राम्रो ठाउँ छ बसम लाग्ने खासमा बाटो चाहिँ यता चाहिँ होइन यो चाहिँ रमाइलो राम्रो देखेर मात्र हो हामी आएको के हो अरे हामी पनि फ्यामिली हो अनि उयो हो नि त फ्यामिली रहेछ नि त होइन उयो है हामीलाई नि भने रहेछ जस्तो लाग्यो क्या अरू हो हामीलाई हो फ्यामिली रिसोर्ट हो के रातो फल जायो त्यो कहिले खान्थ्यो र हामीले के खतरा रमाइलो छ है उयो फुल हेर्नु न कति स्टार रेस्टुरेन्टहरू नि यहाँ खतरा छ नि घ्याम्पे डाँडा चाहिँ एकचोटि सबैजना आउनै पर्ने हो क्या एकदम रमाइलो कुल भाइब छ यहाँनिर होइन उयो हो घ्याम्पो चाहिँ रानीकोट चाहिँ त्यो माथिको डाँडा हो कत्रो ठुलो घामको छ नि फेरि यहाँनिर त घामको कस्तो राम्रो फुल शीतल देख्नु हुँदैन अब यसरी बस्नु लाग्यो थालिसक्यो साइड लागिसकेको मान्छे कस्तो भइरहेछ दामी ओके दामी भइरहेछ कस्तो राम्रो फुल दिस इज फुल त्यहाँ लागिसक्यो फुल कस्तो राम्रो फुल रहेछ है नो ह्याङ नो ल्याङ घ्याम्पे डाँडा यो चाहिँ घ्याम्पे डाँडाको यो के रिसोर्ट हो यहाँ हेरौँ है सुनौलो पसलको साथी छ रिसोर्टको नाम त आई डोन्ट नो के छ खै कतै के पनि देखिनँ तर हामी यहाँ जाँदैछौँ यहाँबाट चाहिँ एकदम राम्रो भ्यू देखिन्छ दामी भ्यू ओएमजी यो नि त होइन ओहो हाउ स्विट
कस्तो छ खाजा चाखिसक्यो हो यस फाइनली हाम्रो चाहिँ खाजा आइसकेको छ अनि हामी घ्याम्पे डाँडामा आइपुग्यौँ अनि अब योभन्दा माथितिर चाहिँ जान नसकेला जस्तो लागिरहेको छ सबलाई भोक लाग्यो अरे अनि बफ चाउमिन है तुमी चाउमिन एकदम मिठो रहेछ है हामीले फाइनली खाजा चाहिँ खाइसक्यौँ खायो त चाउमिन खायो है हामीले चाहिँ फोटो सेसन चलिरहेछ यहाँ छ हाम्रो साथीभाइहरू तर दामी ठाउँ रहेछ हाम्रो आजको ट्रिप चाहिँ चुच्चेढुङ्गासम्मको थियो रानीकोट सो हामी त्यहाँसम्म चाहिँ पुग्न सकेनौँ अब हामी यहीँ घ्याम्पे डाँडादेखि नै फर्किँदैछौँ अनि अब जाने होइन त के हो गाइज गाह्रो भयो छैन अलिक चाँडो गरौँ न त रात पर्न लागिसक्यो घर पुग्नु परेन घर पुग्दैन अलिक कतिखेर त अलिक फाइट गरौँ छिटो हुन्छ बाटो कति धेरै लामो छ अझै के हो यो रमन यो के हो जिन्दगी आफू त बिच बाटोमा एक्लै परियो माथिको साथी पनि माथि रह्यो तलको पनि तलै गइसक्यो यो चाहिँ लिम्चीबुङ हो हामी राई भाषामा चाहिँ लिम्चीबुङ भन्छु हजुरहरूकोमा चाहिँ के भन्नुहुन्छ होइन यो चाहिँ एकदमै धेरै मिठो बास्ना हुन्छ सो म चाहिँ टिप्दैछु हामीले पहिले अलिअलि ठुकेर मात्रै टिप्ने गर्थ्यो अनि यो चाहिँ एकदम मिठो बास्ना हुन्छ हजुरहरूले के भन्नुहुन्छ यसलाई कति धेरै छन् त यो चाहिँ लिम्चीबुङ हो एकछिन ल यो चाहिँ लिम्चीबुङ हो त यो चाहिँ हामीले फुल पनि लाउँथ्यो पहिले चाहिँ यो चाहिँ अलिक लेक साइडतिर मात्र पाउँछ क्या जहाँ बाहिर पाउँदैन कस्तो मिठो बास्ना हुन्छ यो टुप्पा कहाँ गएको हो आऊ घारीतिर कस्तो लाग्यो त अहिलेदेखि त के हो र भने यो यहाँनिर चाहिँ चितुवा लाग्छ अरे सो केयरफुली रहनु होला है भनेर भनिरहनु भएको छ यहाँ टाँसीको पनि रहेछ कतै भयो के हो रे के हुन थाल्यो रे सब कुचो लैजाउँ त घर हो धेरै हो कुचे हो सबै ए कति कुचे जता हेऱ्यो नि होइन हामी पनि लैजाने हो त के हो यो थाहा छ जमुना यहाँ यस्तो यो के हो थाहा छ तल थाहा छ कादोले के हो थाहा छ के हो सृष्टि यो थाहा छ आरु बखडा होइन आरु बखडा त आँप हो र आँप त बास्ना आएपछि सुकिन्छ नि तिमीहरूले एकदमै महँगो कुरा के खान्छौ कुनै सिजनमा आल्चा महँगो हुन्छ काफल पाक्यो मैले भर्खरको बास्नाले पत्ता लाग्यो यसको नाम के हो यसको नाम हाम्रो राई भाषामा के भन्छ यसलाई यसलाई पनि बिर्स्यो होला यसले बाघ लाग्छ अलिक चाँडो हिँड घर पुग्नुपर्छ रात परिसक्यो 5 बजिसक्यो रात परिसक्यो नाची हिँडेको छ ल हेर त 5 बजिसक्यो घर कतिखेर पुग्ने हो बुक्की फुल चाहिँ म टिप्छु ल यो चाहिँ बुक्की फुल हो हामी चाहिँ बुक्की फुल भन्छौँ अरूले चाहिँ खै के भन्छन् थाहा भएन बुक्की फुल अलिक छिटो हिँड है हेलो बाई बाई रात पर्यो
जङ्गलको बाटो ती भएर थाहा छ छैन यहाँ बाघ लाग्छ भनेर। आजको ट्रिप कस्तो भयो त? राम्रो कस्तो भयो ट्रिप? यसको भेरी भेरी गल्यो गल्यो? कस्तो भेरी भेरी गल्यो भने त? इङ्ग्लिस प्लस नेपाली हो अलिक यताबाट ट्याक्कै रात पर्यो अँध्यारो नि भयो। अँध्यारो भयो गाइस। आज हामी झन् माथिसम्म गएको भएदेखि त हामी 8 बजी पनि घरमा आइपुग्थेन रहेछ। ठिकै भयो हामी बिचबाटै फर्क्यो। ओहो धान के साह्रो फलेको हो यो। रात पर्यो अँध्यारो भयो। लो धान तयार बनाऊँ धान तयार बनाइहालौँ त। घरबेटी आमा कता हो?